हेलो गुड मर्निङ साथीहरू। आज 2082 सालको म चाहिँ देउले च्याउ पकाउन गइरहेछु है। मलाई चाहिँ अब यो एकदम मनपर्छ। यसलाई चाहिँ म मेरो तरिकाले पकाएर देखाउँछु, हेर्दै जानु होला। यो चाहिँ मलाई दाइले ल्याइदिनु भएको, धाराने दाइले। यस्तो मिठो बास्ना आउँछ यसको। म चाहिँ पकाउँछु, हेर्दै जानु होला। यो चाहिँ यस्तो छ। यसलाई चाहिँ यसरी पकाल्नुपर्छ। पखालेर यसलाई चाहिँ सफा बनाएर राम्ररी बनाएर खाने। मलाई चाहिँ खासै धुनु आउँदैन। फाइनली यस्तो बनाइसकेँ। यस्तो हुन्छ यतिको होइन। अब यो डन्ठालाई चाहिँ यसरी त्यही धेरै मैला बासेको हुन्छ कि त्यसलाई चाहिँ सनक्कै यसरी केलाएर यो चाहिँ धुने गाह्रो क्या। मलाई चाहिँ धुने साह्रो लाग्छ। मैले जाँदैन। अरू बेला धोएर दिन्थेँ, हालेर त्यत्तिकै दिनुभएछ। धुने गाह्रो लाग्छ मलाई त, धुन आउँदैन। हातौडेर जाऊ बहिनी रेलवे खनेर भन्ने जस्तो भयो। आएपछि कसको के लाग्छ होइन। हेलो साथीहरू, धुने गाह्रो हो यो देउले च्याउ। धुने गाह्रो। अब पकाउँछु म। अब चाहिँ म कराई बसाएर पकाउन थाल्छु। मेरो च्याउ चाहिँ यति भएको छ है। अब चाहिँ म प्याज काट्छु, अनि टमाटर काट्छु, खोर्सानी काट्छु, टमाटर। मेरो चाहिँ फाइनली रेडी भइसकेको छ। यो चाहिँ प्याज, यो चाहिँ खोर्सानी, यो चाहिँ टमाटर काटेर रेडी पारिसकेको छु। अनि यहाँ चाहिँ तरकारी छ। मलाई चाहिँ तेल अलि बढी नै मनपर्छ। अब चाहिँ म मेथी पड्काउँछु, अनि यो बाह्र मसला हाल्छु, अनि यो थोरै जिरा पड्काउँछु, अनि त्यसलाई खोर्सानी हाल्छु, अनि यसलाई प्याज हाल्छु। चलाइसकेपछि यसलाई हल्का रातो भएपछि म चाहिँ है आफ्नो तरिकाले पकाउने हुन्छ। म चाहिँ तर यसरी मनपर्छ। भइसक्यो, फाइनली भइसकेको थियो यो तरकारी भएको। म चाहिँ यसरी पकाउँछु साथी। मलाई चाहिँ यसरी पकाएको मनपर्छ। कसैलाई रस हालेको, कसैलाई ग्रेभी हालेको, कसैलाई के हालेको मनपर्छ। मलाई चाहिँ यसरी मनपर्छ। यसलाई चलाइसकेपछि एकछिन बोइलरमा दिन्छु। दिएर हामीलाई चाहिँ फाइनली मेरो तरकारी पाकेर रेडी भइसकेको छ है। मलाई चाहिँ यसरी मनपर्छ। तपाईँहरूलाई कसरी मनपर्छ हेरिदिनु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला।